यो चाहिँ मेरो डेली ब्लग है। म चाहिँ बिहान चाँडै उठेँ, मुख धोएँ, नुहाएँ। सधैँ नै नुहाउने गर्छु मैले गर्मी महिनाभरि चाहिँ। अनि त्यसपछि अब सुरु भयो मेरो दैनिक काम। झाडु लगाउँदैछु। आफ्नो घर भएपछि सानो होस् ठुलो होस् जस्तो होस्, आफ्नो भनेपछि भित्रैबाट आत्मसन्तुष्टि र माया चाहिँ एकदम हुने रहेछ। मलाई पनि त्यस्तै फिल हुन्छ। झाडु लगाउँदैछु। हेर्नुहोस् है, अहिले मैले झाडु पोछा गरिसकेपछि मेरो हालत कस्तो भइरहेको हुन्छ। मलाई एक्सर्साइजको जरुरतै छ जस्तो लाग्दैन। यदि काम गर्दा गर्दा ठिकै हुन्छ जस्तो लाग्छ। तर दुब्लाउन सकेको छैन कि जति जे गरे पनि। हेर्नु त पसिनाले। ओ माई गॉड, मेरो फेस। फेरि पूजाको भाँडा माझे। पूजा गर्न चाहिँ मेरो हजुरबुवाले सिकाउनुहुन्थ्यो कि पहिला नि पूजा भाँडा चाहिँ मैले सबै आफै नै माझिदिन्थेँ। पूजाको चौकाहरू पोतेर सब रेडी गरिदिएर फुलहरू टिपेर राखिदिन्थेँ। मेरो हजुरबुवाले चाहिँ एकदम धेरै बेर लाएर पूजा गर्नुहुन्थ्यो। मलाई मेरो हजुरबुवाको जस्तै पूजाको चौकी बनाउने रहर छ। अब हेरौँ कहिले पुरा हुन्छ। बसेर मेरो हजुरबाले जस्तै आरामले पूजा गर्ने, आरामले भगवानहरूको मूर्तिहरू, उहाँले भन्ने हरेक श्लोकहरू, मलाई प्राय सबै श्लोकहरू कण्ठ छ। मेरो हजुरबाले पढ्ने श्लोकहरू चाहिँ मलाई प्राय सबै आउँछ है। त्यसपछि मैले पानी लिएर आएँ, पूजा गरेँ। मैले चाहिँ नर्मल्ली धाराको पानी युज गर्दिनँ। पूजा गर्न चाहिँ यहाँ नजिकै धारा छ, त्यहाँ गएर भने पानी लिएर आउँछु। अनि नास्ता दिएँ, नानी बाबुलाई खाना बनाएँ। तर त्यसले चाहिँ मैले भिडियोमा खिच्न भुलेछु। हेर्नुहोस्, दाल छ, सब्जी, अचार, अनि यति धेरै भाँडा पनि भयो थियो नास्ता खाँदा ओर्दा। अनि भाँडा पनि माझे। हामीले चाहिँ नास्ता गेडागुडी खान्थ्यौँ भिजाएर। गेडागुडी प्याज राखेर बिरे नुन राखेर खान्थ्यौँ। मेरो श्रीमानको लागि चाहिँ त्यहीँ बजेछ, उहाँ चाहिँ उठ्नु भएको थिएन। त्यही भएर त्यहाँ रेडी गरेर राखेको छु। मैले चाहिँ बाबु नानीसँगै खाएँ। बाबु नानीले टोस्ट र दुध खाएँ। मैले चाहिँ बिरे नुन हालेर रेडी भएँ म। मैले लोसन मात्रै लगाउँछु, अरू केही लाउँदिनँ। सन ब्लक लगाउँछु लोसन भन्दा नि। नानीलाई नि दिल्ली रेडी गरिदिँदै हुनुहुन्छ। अनि यो चाहिँ म जाने बेलामा यति धुलो छ नि अहिले। बुटोल चन्द्रौटाको बाटो बन्दै गरेको भएर